नेपाल सरकारको यो स्वास्थ्य मन्त्रालयको मन्त्रीको जिम्मेवारी प्राप्त हुने भन्ने यो मैले जतिखेर समाचार प्राप्त गरेँ त्यो सँगसँगै जति शुभेच्छा मैले पाएको छु र जति विश्वास म प्रति देखाइएको छ र त्यो सँगसँगै यो चुनौती पार गर्ला कि नगर्ला भन्ने आशंका पनि सँगसँगै त्यत्तिकै मैले हिजोदेखि आजसम्म आउँदै गर्दाखेरि त्यसलाई त्यसरी पाएको देखेको छु। त्यसैले मैले जे जिम्मेवारी पाएको छु यसलाई मैले एउटा सामान्य जिम्मेवारी ठानेकै छैन। यो जिम्मेवारी मैले सफलतापूर्वक सम्पादन गर्न सक्दै गर्दाखेरि खास गरिकन एउटा पुस्ताप्रतिकै विश्वास चाहिँ मैले स्थापित गर्न सक्छु। तर यसलाई राम्रोसँग उच्च नैतिकताका साथमा र सम्पूर्ण क्षमताका साथ सम्पादन गर्न सकिनँ भने मैले व्यक्तिगत रूपमा असफलता प्राप्त गर्ने मात्र होइन, एउटा पुस्ताप्रतिकै विश्वासमाथि ठुलो प्रश्न उठ्छ भन्नेतर्फ म सचेत भएर यो जिम्मेवारी आजको दिनबाट सम्हाल्छु। जति दिन मैले जिम्मेवारी सम्हाल्छु त्यति दिनसम्म सम्पूर्ण इमान्दारिताका साथमा र सम्पूर्ण समर्पणका साथमा म एक ठाउँ पनि जानेर गल्ती नगरिकन नचुकिकन नेपालको स्वास्थ्य क्षेत्रमा यो छोटो समयमा जे जति कुराहरू गर्न सकिन्छ भन्ने म यहाँ आएर मैले थाहा पाउँछु। ती सबै कुराहरू गर्ने मेरो आफ्नो ठाउँबाट सम्पूर्ण इमान्दारिताका साथ प्रयास गर्छु। थुप्रै अपेक्षाहरू छ। यो क्षेत्रमा लामो समयदेखि चाहिँ यहाँभित्र सुधारको अपेक्षा पनि छ जनताको तहमा र कतिपय सामाजिक आन्दोलनहरू पनि यस क्षेत्रको सुधारको निम्ति भइरहेको त्यो आन्दोलनसँगै जोडिएर आएको मान्छे पनि हुँ म। त्यो कारणले गर्दा पनि ती सबैप्रति सचेत रहँदै र मेरो आफ्नो ड्युटी चाहिँ सम्पूर्ण इमान्दारीका साथ पुरा गर्ने आजको पहिलो दिनको चाहिँ मेरो सङ्कल्प यही नै हो। म यो गर्छु त्यो गर्छु भनेर यो 1 2 3 4 भनेर गर्ने भन्दा पनि म जति दिन रहन्छु मैले त्यति दिनसम्म सम्पूर्ण इमान्दारिताका साथमा मेरो आफ्नो ब्रह्मले देखेको सत्यको पक्षमा उभिन्छु र मैले यहाँबाट छोडेर जाँदै गर्दाखेरि केही कुराहरू चाहिँ ठोस कामहरू ठोस उपलब्धि सहित र आउँदो मैले पनि भने एउटा पुस्ताप्रतिकै विश्वास चाहिँ स्थापित गर्ने गरिकन जान्छु भन्ने एउटा आफै सङ्कल्प गरी यहाँभित्र आएको छु। त्यही सङ्कल्पलाई पुरा गर्दै यहाँबाट जान्छु। धन्यवाद। थ्याङ्क यू सबैलाई।